नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी बनाउन गइरहेका छौँ मिक्स गेडागुडी, जसमा हामीले गेडागुडीलाई 24 घण्टा अगाडि धोएर भिजाएर राख्छौँ। भिजाएको गेडागुडी हो यस्तो देखिएको हुन्छ। भिजाएको गेडागुडीलाई सफा गरी पखाल्ने अनि सानो भाँडामा छुट्याएर राख्नुपर्ने हुन्छ। हेर्नुहोस् गेडागुडी यस्तो छ। त्यसै गरी आलु अनि हामीले चप गरेको प्याज, लसुनको पत्ता, त्यसै गरी टमाटर राख्छौँ। अनि ज्वानो कुकर तताएर तेल राखेर हामीले ज्वानो खुवाउने अनि प्याज राख्छौँ। प्याजलाई चाहिँ रातो हुने गरी भुट्नुपर्ने हुन्छ। प्याजलाई रातो गरी भुटिसकेपछि हामीले टमाटर राख्छौँ। टमाटरलाई पनि एकैछिन मजाले पकाउनु पर्ने हुन्छ। टमाटर पाकिसकेपछि हामीले आलु हाल्छौँ। आलुलाई एकैछिन भुट्ने, त्यसै गरी अदुवा लसुन, जिरा धनियाँको पेस्ट, त्यसै गरी बेसार, त्यसै गरी ठुलो खुर्सानी मजाले चलाउने। हामीले मजाले चलाइसकेपछि हामीले थोरै नुन, जुन स्वाद अनुसार राख्न सक्छौँ। यस्तो देखिएपछि हामीले लसुनको पत्ता राख्ने। लसुनको पत्ता राखिसकेपछि एकैछिन मजाले चलाउनु पर्ने हुन्छ। अनि थोरै पानी राख्ने। पानी राखेपछि हाम्रो गेडागुडी पनि राख्न सक्छौँ। गेडागुडी राखिसकेपछि त्यसलाई मजाले चलाउने। थोरै गुँड मसला हामीले पानी राखेर गेडागुडीलाई चाहिँ सिटी लाउन छोडिदिन्छौँ। 4 देखि 5 सिटी लगाइसकेपछि हामीले गेडागुडीलाई सिटी फालेर हेरिसकेपछि हाम्रो गेडागुडी यस्तो देखिन्छ। यसलाई चाहिँ हल्का म्यास गर्नुपर्ने हुन्छ। मजाले म्यास गर्ने। म्यास गरिसकेपछि हाम्रो गेडागुडी यस्तो देखिएको छ। हामीले थोरै भाँडामा राखेर पनि हेर्न सक्छौँ। हेर्नुहोस् कति राम्रो देखिएको छ। हामीले बनाउँदा जसरी बनाए पनि खाँदा चाहिँ त्यसरी नै मिठो थियो। त्यसै गरी हामीले यो खानासँग सर्भ गरेका थियौँ। थ्याङ्क यू फर वाचिङ।